एवं हार्दिक स्वागत छ तपाईलाई सुनिल टिज नेपाल युट्युब च्यानलमा। आजको यस नयाँ भिडियोमा चाहिँ म तपाईहरुसँग तपाईहरुले भोग्दै आइरहेको समस्याको चाहिँ सोलुसन चाहिँ बताउने छु हैन। तपाईहरुले चाहिँ अहिले चलिरहेको फिफा वर्ल्ड कप 2026 चाहिँ तपाईले आफ्नो मोबाइल फोनमा चाहिँ कसरी हेर्ने भन्ने कुरा चाहिँ बताउने छु हैन। तपाईले चाहिँ फ्रीमा पनि हेर्न सक्नुहुन्छ र पैसा तिरेर पनि हेर्न सक्नुहुन्छ र पैसा तिरेर चाहिँ तपाईले कसरी हेर्ने, फ्रीमा चाहिँ तपाईले कसरी हेर्ने भन्ने कुरा चाहिँ सिकाउने छु। र यो भन्दा अगाडि चाहिँ मैले एउटा भिडियो राखेको थिएँ। त्यो भिडियोहरु चाहिँ कसैले चाहिँ मेसो पाउनु भयो, कसैले चाहिँ मेसो चाहिँ पाउनु भएन हैन। त्यसकारण चाहिँ तपाईहरुलाई अझै सजिलो वे बताउने छु यसमा चाहिँ। र चाहिँ तपाईले फिफा वर्ल्ड कप 2026 चाहिँ तपाईले हेर्न चाहनुहुन्छ फ्रीमा र पैसा तिरेर दुवै तपाईलाई जुन बेस्ट मेथड लाग्छ त्यहीबाट चाहिँ तपाईले हेर्न सक्नुहुन्छ। र आज चाहिँ म तपाईलाई यहाँनिर सिकाउन गइरहेको छु। ढिलो नगरिकन आजको भिडियोको विषयवस्तुतर्फ नै लान चाहन्छु। अहिले चाहिँ डिस मिडिया नेटवर्कको थ्रु चाहिँ डिजियो भन्ने चाहिँ एउटा एप रहेको छ हैन। त्यो एपको थ्रु तपाईले हेर्न सक्नुहुन्छ। नेपालभित्र हुनुहुन्छ भने चाहिँ तपाईले त्यसबाट चाहिँ सब्स्क्रिप्सन लिनुपर्ने हुन्छ। सब्स्क्रिप्सन लिएपछि तपाईले चाहिँ हेर्न सक्नुहुन्छ। यति बेला चाहिँ मैले यो एप इन्स्टल गरेको छु र यसमा चाहिँ म तपाईलाई यहाँनिर देखाउँदै छु तपाईले चाहिँ कसरी चाहिँ यहाँनिर सब्स्क्रिप्सन लिएर चाहिँ हेर्न सक्नुहुन्छ भनेर चाहिँ हैन। यहाँनिर चाहिँ यो डिजियो भन्ने एप चाहिँ खुलिसकेको छ। यो चाहिँ डिस होम गो भन्ने एप चाहिँ हो। र अब यहाँनिर हेर्न सक्नुहुन्छ यस्तो इन्टरफेस चाहिँ सुरुमा देखाउँछ। तपाईले यसलाई चाहिँ यसरी स्क्रोल गर्दै गएर चाहिँ यहाँनिर कन्टिन्यू गर्न सक्नुहुन्छ। र यहाँनिर कन्टिन्यू गरिसके पश्चात चाहिँ यहाँनिर तपाईले देख्न सक्नुहुन्छ यहाँनिर चाहिँ तपाईको म्याचहरु चाहिँ चलिरहेको छ हैन। तपाईको रातिबाट चाहिँ म्याचहरु यहाँनिर वर्ल्ड कपको म्याचहरु चाहिँ कन्टिन्यू नै भइरहेको छ। अहिलेसम्म चाहिँ 2 वटा गेम चाहिँ भइसकेको छ। र तपाईले चाहिँ यहाँनिर अब तपाईले आफ्नो सब्स्क्रिप्सन लिएर चाहिँ यहाँनिर हेर्न चाहनुहुन्छ भने चाहिँ तपाईले चाहिँ यहाँनिर यो वाच नाउ भन्नेमा चाहिँ क्लिक गर्नु होला। र वाच नाउ भन्नेमा क्लिक गरिसके पश्चात चाहिँ यहाँनिर तपाईले आफ्नो मोबाइल नम्बर हालेर या चाहिँ तपाईले आफ्नो जीमेलको थ्रु चाहिँ यहाँनिर चाहिँ तपाईले आफ्नो एकाउन्ट चाहिँ बनाउनु पर्ने हुन्छ सुरुमा चाहिँ। र एकाउन्ट बनाइसके पश्चात चाहिँ तपाईले यहाँनिरबाट चाहिँ तपाईले सब्स्क्राइब गर्नुपर्ने हुन्छ। यहाँनिर हेर्न सक्नुहुन्छ एकाउन्ट बनाइसके पश्चात चाहिँ यहाँनिर सब्स्क्राइब नाउ भन्ने हुन्छ। र सब्स्क्राइब नाउ गर्दा चाहिँ तपाईले यहाँनिर हेर्न सक्नुहुन्छ ट्रेन्डिङ नाउ भनेर चाहिँ यहाँनिर यो प्लानहरु रहेको छ। जस्तै फिफा 2026 मोबाइल पास मोबाइलमा हेर्नको लागि चाहिँ हैन, मोबाइल अन्ली मोबाइललाई मात्र काम गर्ने हैन। यहाँनिर हेर्न सक्नुहुन्छ नो रिफन्ड एसेस वान्स परचेस भनेर लेखेको छ। तपाईले चाहिँ एकचोटी किन्नु भयो भने चाहिँ यो चाहिँ तपाईले फेरि तपाईले रिफन्ड चाहिँ पाउनुहुन्न, पैसा चाहिँ भन्छ। र तपाईले अल म्याचको चाहिँ एसेस पाउनुहुन्छ। र वाच अन मोबाइल भनेको छ मोबाइलमा हेर्न सक्नुहुन्छ हैन। वान मोबाइल वान स्ट्रिम सपोर्ट तपाईले चाहिँ एउटा मोबाइलमा एउटा सपोर्ट मात्र पाउनुहुन्छ। र यहाँनिर फुल एचडी स्ट्रिमिङ चाहिँ पाउनुहुन्छ भनेर चाहिँ यहाँनिर भनेको छ। र 3 महिनासम्म चाहिँ तपाईले यहाँनिर 549 रुपैयाँ तिर्नुभयो भने चाहिँ यो सब्स्क्रिप्सन चाहिँ तपाईले बाइ गर्न चाहिँ सक्नुहुन्छ। अब जस्तै यहाँनिर चुज प्लानमा गर्नुभयो भने चाहिँ यहाँनिर तपाईले ई सेवा खल्ती हैन तपाईले चाहिँ त्यसबाट चाहिँ पे गरेर चाहिँ सब्स्क्रिप्सन चाहिँ लिन सक्नुहुन्छ। अब तपाईसँग चाहिँ पैसा छ र नेपालभित्र हुनुहुन्छ भने मात्र यो चाहिँ सपोर्ट गर्छ है त। नेपालभन्दा बाहिरबाट चाहिँ यसलाई किन्ने प्रयास गर्नुभयो किन्नुभयो भने पनि चल्दैन हैन। यो आफै पनि डिजियो एपले चाहिँ भनिसकेको छ कि यो नेपालभित्रै मात्र एक्सेस हो, हामीले चाहिँ बाहिर चाहिँ यो युज गर्न सक्नुहुन्न। र तपाईले चाहिँ बाहिरबाट पर्चेस गर्नुभयो भने पैसा मात्रै जाने हो। तपाईले चाहिँ अब यसलाई चाहिँ युज गर्न सक्नुहुन्न। अब भनेको यो भनेको पेड मेथड रह्यो। अब फ्री मेथडको लागि चाहिँ के गर्नुपर्ने हुन्छ भने म तपाईलाई यहाँनिर सिकाउँदै छु। तपाईहरुले चाहिँ फ्री मेथड तपाईले चाहिँ फ्रीली चाहिँ हेर्न चाहनुहुन्छ के गर्नुपर्ने हुन्छ भने यहाँनिर एउटा फेसबुक पेज देखाइरहेको छु। यो पेजले चाहिँ तपाईहरुलाई चाहिँ डाइरेक्टली चाहिँ एप नै प्रोभाइड गरेको छ जसबाट चाहिँ तपाईले चाहिँ फ्रीमा स्ट्रिमिङ चाहिँ हेर्न सक्नुहुन्छ। फुल एचडी 4K लेभलमा तपाई विश्वको जुनसुकै कुनामा भए पनि मजाले हेर्न सक्नुहुन्छ वर्ल्ड कप चाहिँ। र अब चाहिँ तपाईले यहाँनिर चाहिँ यो मेसेज भन्ने अप्सनमा जानु होला, फलो गर्नु होला। सुरुमा चाहिँ यो पेजलाई फलो गर्नु होला अनि यो पेजलाई चाहिँ फलो गरी यहाँनिर यसले यो पेजले चाहिँ यहाँनिर देख्न सक्नुहुन्छ हैन। फिफा वर्ल्ड कप 2026 लाइभ म्याच भनेर चाहिँ पोस्टहरु चाहिँ हालिरहेको छ यहाँनिर तपाईले देख्न सक्नुहुन्छ। र अब चाहिँ तपाईले यहाँनिर फुटबल महाकुम्भ भनेर यसरी यसले एपहरु पनि दिइराखेको छ। मैले पनि यसको थ्रु पनि एउटा एप लिएको छु। तपाईहरुले पनि यसबाट चाहिँ एप लिन सक्नुहुन्छ। म तपाईलाई यहाँनिर सिकाउँदै छु कसरी लिने भनेर। यसलाई चाहिँ सुरुमा यहाँनिर फलो बटनमा चाहिँ फलो गर्नु होला। यसरी चाहिँ यहाँनिर फलो गरिसके पश्चात चाहिँ यहाँनिर तपाईको देख्न सक्नुहुन्छ फलो भयो। अब चाहिँ तपाईले यहाँनिर मेसेज गर्नु होला है। भाइरल राइज नेपाल फेसबुक पेजलाई चाहिँ तपाईले यहाँनिरबाट मेसेज गर्नु होला हैन। तपाईले चाहिँ यहाँनिर के लेख्नु होला भन्दा चाहिँ वर्ल्ड कप भनेर चाहिँ यहाँनिर लेख्नु होला है त। तपाईले चाहिँ यहाँनिर वर्ल्ड कप भनेर मात्रै लेख्नु होला। यति लेखेर चाहिँ तपाईले यहाँनिरबाट यसलाई चाहिँ पठाउनु होला है त। तपाईले चाहिँ यहाँनिर यो वर्ल्ड कप लेखिसके पश्चात चाहिँ यहाँनिर केही समय पश्चात चाहिँ यहाँनिर तपाईलाई चाहिँ एप नै आउँछ। र तपाईले चाहिँ त्यो एपको थ्रु चाहिँ तपाईले लाइभ स्ट्रिम चाहिँ फ्रीमा चाहिँ विश्वको जुनसुकै कुनाबाट पनि लाइभ 4K एचडी तपाईले फ्रीमा चाहिँ हेर्न सक्नुहुन्छ है त। तपाईले चाहिँ यही नै रहेको छ तरिका हैन। डाइरेक्टली चाहिँ
त्यो एपहरू चाहिँ प्रोभाइड गर्दैन कसैले पनि होइन, सिक्रेटली चाहिँ एपहरू प्रोभाइड गर्छ र त्यस कारण चाहिँ तपाईँले यो फेसबुक पेजले चाहिँ तपाईँहरूलाई एप चाहिँ प्रोभाइड गरिरहेको छ। फलो गरेर मेसेज गर्नुभयो भने चाहिँ तपाईँलाई इजिली चाहिँ प्रोभाइड गर्छ र फलो नगरी चाहिँ मेसेज गर्नुभयो भने चाहिँ प्रोभाइड चाहिँ यसले नगर्न सक्छ है। त्यस कारण चाहिँ फलो गरेर मात्र तपाईँले चाहिँ मेसेजको थ्रु चाहिँ सेन्ड गर्नु होला र तपाईँलाई चाहिँ यो एप यो फेसबुक पेजले चाहिँ एप चाहिँ प्रोभाइड गर्छ, डाइरेक्ट एप आउँछ र एपको थ्रु चाहिँ तपाईँले त्यसलाई चाहिँ इन्स्टल गरेर चाहिँ डाउनलोड गरेर चाहिँ तपाईँले फ्रीमा चाहिँ हेर्न सक्नुहुन्छ फुल एचडी तरिकाले। र पैसा पे गरेर हेर्न चाहनुहुन्छ भने अघिको मेथड चाहिँ मैले तपाईँलाई बताइसकेको छु। आजको भिडियो यही नै रहेको छ। तपाईँले यो भिडियो कस्तो लाग्यो, यदि यो भिडियो तपाईँलाई मन पर्यो भने यस भिडियोलाई लाइक गर्नुहोला, सेयर गर्नुहोला र यस युट्युब च्यानल अहिलेसम्म सब्सक्राइब गर्नुभएको छैन भने सब्सक्राइब गर्न पनि नभुल्नुहोला भन्दै तपाईँसँग नेक्स्ट अनि बेस्ट भिडियोमा भेट्ने बाचा गर्दै अहिलेलाई भने सुनिल टिच नेपाल युट्युब च्यानल सँगसँगै म सुनिल कुमार केसी नोजल पस्छु। हवस्, नमस्कार, तपाईँको बाँकी पस्छु र जय नेपाल।